सो हेलो गाइस, once again वेलकम बैक टु द अनदर ब्लग। आज चाहिँ हाम्रो यहाँ घरको छेउमा यहाँ बाटो सानो खाल्टो थियो। सो त्यो काम गर्न गइरहेको छौँ र यिनीहरू चाहिँ मेरो टिम मेम्बर। सो आज चाहिँ यहाँनिर बाटो अलिक खराब छ हो, यहाँनिर अलिक बाटो खराब छ। सो राति कोही मान्छे आयो भने पनि अलिक दिगदार हुनेवाला छ। सो आज चाहिँ हाम्रो यो पूर्ण गइरहेको छौँ। यो बाटो तपाईहरुको पनि कसैको अगाडि छ भने आफै भए पनि बनाउन सक्नुहुनेछ। मेरो चाहिँ घर उता छ र मलाई चाहिँ यो बाटो हिड्ने पनि हैन र पनि यहाँनिर बाटो खराब छ। सो हामीहरू अहिले गर्न गइरहेका छौँ यो बाटोको काम, कन्स्ट्रक्सन। सो अहिले चाहिँ मेरा टिम मेम्बरले काम गर्न थाले र यहाँनिर माटो हाल्ने छौँ पहिला, अनि म पनि हाल्छु। सो एकछिनको लागि भिडियो बनाएको, पालो गरी हो यो। अनि तपाईहरुको घर अगाडि कसैको यो हामीहरूको कसैको सोचेर हामीहरूले सोचेर यतिकै छोडिदिएर राति मान्छेलाई केही हुन सक्छ र म चाहिँ यहाँ अहिले आज छोडेर भिडियो बनाउन मतलब बाटो बनाउन आइरहेछु। यो त सबै हो, तपाईहरु पनि केही नसोची गर्न सक्नुहुनेछ कसैको अगाडि छ भने। अहिले यति काम भइसक्यो र वाह बाहुबली होइट ल। सो अहिले चाहिँ हाम्रो यहाँबाट माटो म पनि थाले हो। यहाँनिर चाहिँ पुरा पुर्नु पर्ने छ। यो चाहिँ निकै ठुलो खाल्टो छ। राति कोही मान्छे आयो भने पनि जान सक्ने हुने असम्म छ। ओ बाहुबली हेर्नुहोस् न गाइस, बोडी पनि छैन। जाला सकिएला। ओ काम गाह्रो छ गाइस, गाह्रो छ। कालायो खमजी र भाइ पनि कसैको सोचेर फ्युचर सोचेर भाइ नै मर्दैन यार। अब यसलाई भयो कि यता अलिक हाल्ने यस्तो बनाइदियो नि ढुङ्गा। अब गाइस यति चाहिँ सकिएको छ काम। सो अब यसमाथि ढुङ्गा हाल्न अझै मिलेको छैन। यो एरेन्ज मजाले गरेर ढुङ्गा हाल्नु छ। ल्याउ एउटा लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला। के साह्रो गर्मी छ आज त। बोलिराख्न केही कुछ भन्दै गर। हामीमा बहुत गर्मी छ आज। गर्मी नि पुरै यो टन्टाला पुर घाममा काम गरै छ। यस्तो कपडा एउटा लाइक र सब्स्क्राइब चाहिँ गरिदिनु होला। अब कसरी कपडा कसरी धुनु त्यही त पिसो हातले। वासिङ मेसिन पनि छैन। ढाँचौ तिम्रो छ? कहाँ छ? छैन। के को हुन्थ्यो नि। मजाले खानु न भाइ, अलिक काम गर्नुपर्छ है। नजिक हुन्छ त त्यहाँको फ्याँक्ला, म यहाँको फ्याँक्छु। अलिकति हालौँ।
चरा अहिले खेतीको टाइम पनि भएको छ गाइस, सो त्यसैले गर्दा अहिले अलिक बिजी हुन्छ। त्यही कारण यहाँ अलिक बाटोको पनि खराबी छ होइन। त्यही भएर अब राति हिजो बेलुका पनि कोही मान्छे यहाँनिर गाडी लगेको देख्दै थिएँ। सो झन्डै मान्छे अलिक खाएको रहेछ, त्यसले गर्दा झन्डै मान्छेले गाडी पनि लडाएन। त्यही देखेर आज मैले चाहिँ यहाँ बनाइदिउँ भनेर खेतीको काम छोडेर आएको छु। दया पलाछ दया पला र अब चाहिँ यहाँ गर्दैछौँ। सो अहिले चाहिँ लगभग सकिन आँटिसक्यो गाइस। त्यहाँनिर माटो हालेर त्यसमाथि ढुङ्गा आउँछ अनि यहाँ छन् पुरा टिम मेम्बर, पुरा जोसको साथ छन्। तर जोसमा होस् खोबे थिए ये लोग जुको टिप्दैछ। बाहुबली टी सर्ट खोलेर फेरि बोडी देखाऊ, बोडी देखाऊ। सिस्पेक छैन भाइ मेरो। अब अर्को लुते करङ आयो। गर्मी भरै टी सर्ट खोलेका कि किन देखाउन खोलेको? खोइ पसिना त छैन, कामै गरेका छैनौ। हानौला है, टाउकामा हान्छौ र टाउकामा हान्छन् र आज गाइस बिजोग मेरो बिजोग हुन्छ है। म माथि आउँछ र जुको टिपिसक्यो, अझै कुद्दैछ जुको। सो गाइस यहाँनिर अहिले चाहिँ माटो हालिसकेको छ हो साथीभाइहरू। अलिकति काट्नु पर्ने छ र यहाँ छ हाम्रो गिटी अलिकति, अनि त्यहाँ पनि छ। त्यो बाटोमै हाल्नु भनेर राखेको हो। सो हामी त्यही हालिदिनेवाला छौँ। यहाँ चाहिँ अलिक अल्गो पनि भएछ, म डिल मिलाउने छु। हामीहरूको काम कस्तो ठिकै गरियो होला के गरियो कमेन्टमा भनिदिनु होला है साथीहरू गाइस। अब यहाँ मिलाउ ल, यस्तो यो अल्गो भएको ढुङ्गा नहाल्दा पनि हुँदैन। गाडीहरू भाँसिहाल्छ ढुङ्गा नहाल्दा। ढुङ्गा पनि हाल्नुपर्छ यसमा हो। मेरो कार चिप्लिहाल्छ नि, गाडी चिप्लेर हिजो बेलुका ल्याएको अरे। कित्दै गर्नु छ होला। सो देख्न सक्नुहुनेछ यहाँ अलिक मिलाइसक्यो। अब यहाँनिर चाहिँ अलिकति हिलो पनि धेरै हिलो नबनाऊ है। यस्तो हो। यहाँको पानी कटाउनु हुँदो। पानी कटाउनु पर्दैन हो त, हाल त हुँदो। नखन बसेको माथि नखन। यस्तो हिलाउँदै स्याहार्नुहोस् न यार। हामी चाहिँ फेरि यहाँ गएको होइन, भेट पनि हेर्नु दुधैछौ। होइन त्यो गएन। बिस्तारै जुको लाग्छ देखिस्। अलिकति अल्गो भएछ नि। लु गिटी बोक्ने बोरा ल्याउनु पर्छ कि? के पर्छ, बोरा सोरा चाहिँदैन। बोरा नलै हुँदैन होला। बोरा चाहिन्छ होला। हाला उहाँ तल हाल्दौ त। आइपुग्नु त आउनुहोस् हेर्नुहोस्। यति गरेपछि पनि मान्छेलाई निकै शान्ति हुन्छ। यति गर्नलाई मान्छे हो, आफ्नो घरको छेउको पनि गर्न मन पराउँदैनन् मान्छे। निकै छ, यति गर्न त के टाइम गएको छ र होइन गाइस। यहाँ मिलाम अब यहाँ मिलाउने छौँ। 1 घन्टाको काम हो, तर मान्छेले त्यो छोडेर कति बढ्छ त्यसले नै गर्दा। पानी नछेपी गर्नु दाइ। अलिकति ल्याउ त माटो। थोरै भएको है, पानी छेपिन्छ नि।
म चाहिँ भागिरहेको छु यहाँ पानी छेपिँदैछ पुरा होला अब यहाँ हाम्रो माटोको काम पुरा कम्प्लिट देखाउनु न भयो माटोको काम पुरा कम्प्लिट भयो गाइस सो यहाँनिर हेर्न सक्नुहुनेछ अब हामीहरू हाल्नेछौँ यसमा गिटी सो गिटी हालौँ हातले त हुँदैन बोराले राम न उ त बोराले त उति छ अब हामीले चाहिँ गिटीको काम गर्न थाल्यौँ गिटी हाल्दिएर अलिअलि गरिदिने हो गर्न कुदालाई सोध्नुपर्छ तपाईँहरू पनि यो बाटो हिँड्नु भयो नि अलिअलि बिग्रेको छ भने अलिअलि बनाइनु हामीले चाहिँ गिटी हाल्न थालिया चाहिँ सो दाइहरूले चाहिँ गिटी लान थाले अनिस लाइक कमेन्ट शेयर सब्सक्राइब क्रिस भयो नि भयो यस्तै प्रकारले गाइस तपाईहरु पनि घरको सामने उदी छ भने गर्नु होला र मेरो हेल्प चाहियो भने मलाई कन्ट्याक्ट गर्नु होला इन्स्टाग्राम नेम अनिस ब्लगिङ र यहाँ अब भाइहरुले पनि मतलब टिम मेम्बरहरुले पनि गर्न थाले के हो हेर्नु ल गाइस यहाँ खजुर कत्रो भेटे मैले खोइ हेर्नु ल गाइस बागस भयो एकै खेपमा दुईटा कुर्को बनायो हे यहाँ एउटा एउटा राणा भाइ बिचाराको आज अन्तिम दिन आज रहेछ हेर्नु ल गाइस आज कोदालो भाँचिन्छ जेसुकै होस् भाँचिँदैन मैले यिनीहरूलाई काममा राखेर ठिक गरेँ त गरेकै हो त हो रहेछ मेरा पार्टनरहरू चाहिँ अलिक दरा खरा बलिया छन् अलिक बिचमा है बलिया छ नि यसरी सिकाउँदै पनि गर्नुपर्छ हो त्यहाँ ऊ लागेको हुटो यहाँ अहिले हाम्रो गिटी टाकटुक पुर्ने हो नि यो गिटी मात्रै हालिँदैछ अहिले अब यसको हाफ भएपछि म देखाउने छु तब तकको लागि एन्जोय वाचिङ दिस भ्यू दाइले चाहिँ काम गर्दैछन् हामी चाहिँ ठुलो हेरेर बसिरहेको छ चलो हाम्रो लामो प्रयोगको बाद गाइस फाइनली यहाँ हाम्रो बाटो बनेर तयार भइसकेको छ देख्न सक्नुहुनेछ अघि कस्तो थियो र अहिले कस्तो भयो गिटीहरू हाल्दिएर अब चाहिँ यहाँनेरि कोही पनि
अनसेफ मतलब अनसेफ हुने छैन यो जग्गामा। यो जग्गा राम्रो भइसकेको छ। पहिला चाहिँ कस्तो गड्डा गड्डी थियो र अहिले चाहिँ मजाले हालिसकेका छौँ, हेर्न सक्नुहुनेछ। अनि यी चाहिँ मेरा टिममेट। तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो भिडियो, राम्रो लाग्यो भने कमेन्टमा लेखिदिनु र लाइक र सब्सक्राइब गरिदिनु।